फेसलाई मात्र आई लभ यु रे, अर्को त पाउनु पनि पर्यो नि भाइ तिमीले। हेऱ्यौ देख्यौ त्यो त बुझौ। अब मेरो कालो छ त्यही हो, धेरै प्रगति गर्नु। हेलो साथीहरु, सबैजनालाई स्वागत छ मेरो चम्की सिंह ब्लग च्यानलमा। अनि साथीहरु, आज फेरि मैले यहाँ गङ्गु छेत्रीको भिडियो लिएर आएको छु र यहाँ गङ्गु छेत्रीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेपछि पनि उनी लाइभमा आएर फेरि यस्तो भनेका छन्। र साथीहरु के भनेका छन् भन्दा हजुरहरूले भिडियो अगाडि हेर्नुपर्ने हुन्छ। र साथीहरु, हजुरहरू मेरो च्यानलमा नयाँ हुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। यो भिडियो मन परे भिडियोलाई लाइक शेयर गर्न चाहिँ नभुल्नु होला भन्दै हजुरहरूको लागि सानो भिडियो अगाडि राखेको छु, हेरेर साथ सपोर्ट गर्नु होला भन्दै भिडियो सुरु गर्छु। हेर्नु साथी भिडियो अगाडि। हेऱ्यौ देख्यौ त्यो त बुझौ। यस्तो हो क्या, अब टुमा चाहिँ हुन्छ कि मेरो चाहिँ अब होइन, राम्रोमा राम्रो राम्रीमा राम्री, केही नर्मल पनि त हुनु पर्यो नि होइन। मलाई मेरो मनपर्छ, द्याट्स इट, सकियो। कालो छ या आई नो यार, कति भनेको त क्या मलाई आयो। अनि अनुहार त गोरै छ। यस्तो हो नि त, अब तपाईँहरूको सेतो छ, अब मेरो कालो छ त्यही हो, धेरै प्रगति गर्नु। कस्तो छ गङ्गु, कस्तो छ? ठिक छु, तिमी बिना मान्दैन, बाँचिरहेको छु, त्यही ठुलो कुरा हो। गुड बाई भनेको अलविदा हुँदैन नि त सधैँ पनि। यस्तो हो, अब भनेको थिएँ, मलाई आउनु मन लाग्यो, म आएँ। थ्याङ्क यू। यस्तो हो नि त, अब तपाईँहरूको सेतो छ, अब मेरो कालो छ त्यही हो, धेरै प्रगति गर्नु। हाई हेलो हेलो। फेसलाई मात्र आई लभ यु रे, अर्को त पाउनु पनि पर्यो नि भाइ तिमीले। हेऱ्यौ देख्यौ त्यो त बुझौ। यस्तो हो क्या, अब टुमा चाहिँ हुन्छ कि मेरो चाहिँ अब होइन, राम्रोमा राम्रो राम्रीमा राम्री, केही नर्मल पनि त हुनु पर्यो नि होइन। मलाई मेरो मनपर्छ, द्याट्स इट, सकियो।